चल्यो मरे कृति रह्यो दान गरेर संसारमा को गरिब भयो बाँचुन्जेल नाम चल्यो मरे कृति रह्यो दान गरेर संसारमा को गरिब भयो बाँचुन्जेल नाम चल्यो मरे कृति रह्यो हरि बोल है नाचो जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ माइक्रोफोन दुख्दा हरि बोल सबैले हात माथि उठाएर जय हो कति राम्रो विशेष खुमनजीको तयारी हुँदैछ है जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ जन्मेपछि जिन्दगीमा दान गर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ राजा होस् या सुकुम्बासी सबलाई मर्नु पर्छ लौ त अब आनन्दले खुमन अधिकारीको भजन सुनौ मनभरि ल हेलो नमस्कार जय शम्भु हर हर महादेव सन्चै हुनुहुन्छ सबैजना आनन्द हुनुहुन्छ एकचोटि खुमन अधिकारीको भजन सुन्न भनेर आतुर हुनुभएका सम्पूर्ण भक्तजनहरूले हात माथि गरेर ताली पड्काइदिनुहोस् त एकचोटि धेरै धेरै धन्यवाद म यो एकदमै पुण्य भूमिमा यसरी उपस्थित हुन पाउँदा एकदमै खुसी व्यक्त गर्दछु र एज अ टिमलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु विशेष गरेर सन्तोष राउत सरले मलाई सुरुवातमा यहाँको निम्तो दिनुभएको थियो आज प्यारो दाई ललित दाई यहाँ मसँग हुनुहुन्छ साँझो फाँझो मिलाउँदै हुनुहुन्छ धेरै मेरो वर्णन गरेर मलाई स्टेजमा भजन गाउनको लागि आमन्त्रण गर्ने लोकप्रिय कार्यक्रम उद्घोषक तपाईहरुका यस्तै भजनका कार्यक्रममा मात्र नभएर नेपालका मेला महोत्सवमा अत्यन्तै जागरुक भएर कार्यक्रम चलाउने मेरो प्रिय साथी कोष खड्का यहाँलाई हार्दिक सम्मान विशेष गरेर म चाहिँ आज एकदमै भाग्यशाली मान्छे म तपाईहरु आज एउटा भजन गाउनु भनेर उपस्थित भइरहँदाखेरि आज पानी पर्यो बिहान अनि पानी परेपछि म नजाउँ कि क्या हो आज पानी पर्यो धेरै भक्तजनहरू हुनुहुन्न होला भन्ने लागेको थियो
त्यसले गर्दा तर पनि मलाई तपाईँहरूको मायाले तान्यो, पानीले रोकेन, पानी पनि रोकियो, तपाईँहरूमा आज उपस्थित हुने मौका पाएँ। धेरै धेरै धन्यवाद। श्री राम कथावाचिका देवी चन्द्रकला सखीज्यूलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। सम्पूर्ण म्युजिसियन साथीहरू सबैलाई म हृदयदेखि सम्मान, पत्रकार मित्रहरूलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। अब खुमन अधिकारीले गाएको भजन सुन्ने हो।